आदरणीय मनीष झा जी तेनाही एठान हमरा साथे आयल हमर समर्थन करैत रहल हमरा चुनावी अभियान के कमांडर सब और पहले से रासोपा में लागल संपूर्ण आदरणीय नेताजी सब, आदरणीय पत्रकार लोकन, शुभचिंतक समर्थक, महिला दीदी बहनी सब, हमरा बैच लगाबे से पहले हम जे पार्टी के पद में चले ओकरा हमरा परित्याग करऽ पड़ते, ताहि दुआरे हम अपने सबके साक्षी मान कऽ एटा विज्ञप्ति मार्फत पार्टी परित्याग करऽ के घोषणा कर विज्ञप्ति है। विषय पार्टी को उपाध्यक्ष, साधारण सदस्यता लगायत संपूर्ण पदबाट राजीनामा तथा उम्मेदवारी फिर्ता सम्बन्धमा आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनी तथा राष्ट्रिय मुक्ति पार्टी का संपूर्ण शुभचिन्तकज्यूहरू सादर नमस्कार। म आज एउटा गंभीर र ऐतिहासिक निर्णय लिँदैछु। लामो समयदेखि राष्ट्रिय मुक्ति पार्टी को केन्द्रीय उपाध्यक्ष को रूप में काम गर्दै तपाईहरूले माया दिनुभएको विश्वास साथ प्रति म सदैव ऋणी रहनेछु। तथापि वर्तमान राजनीतिक परिस्थिति र समयको मागलाई हामीले व्यवस्था गर्न मिल्दैन। आज देशका युवाहरूले परिवर्तन खोजिरहेका छन्। उनीहरूको भावना र चाहनालाई सम्मान गर्नु एक जिम्मेवार नेताको कर्तव्य हो। यसका साथै नेपालको इतिहासमा पहिलो पटक मधेसी मूलको व्यक्ति प्रधानमन्त्री बन्ने ऐतिहासिक अवसर हाम्रो सामु आएको छ। यो केवल एउटा व्यक्तिको जित होइन, यो समग्र मधेस सीमाकृत समुदायको सम्मानको विषय हो। यो ऐतिहासिक क्षणमा राष्ट्रिय मुक्ति पार्टीमा आबद्ध रहिरहँदा यो महान अभियानमा पूर्ण रूपमा सहयोग गर्न प्राविधिक र नैतिक रूपमा कठिनाई हुने महसुस मैले गरेको छु। त्यसैले यो ऐतिहासिक परिवर्तनलाई आत्मसात गर्दै र मधेसी प्रधानमन्त्री बन्ने बाटोमा सहज बनाउन सहयोग पुर्याउनु उद्देश्यले म आजैका मितिदेखि लागू हुने गरी राष्ट्रिय मुक्ति पार्टीको उपाध्यक्ष, साधारण सदस्यता लगायत पार्टीका सम्पूर्ण पद तथा जिम्मेवारीबाट राजीनामा दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्दछु। मेरो यो निर्णय नितान्त राष्ट्र युवा पुस्ताको भावना र समावेशी नेपालको भविष्यका लागि हो। राष्ट्रिय मुक्ति पार्टीमा रहँदा मलाई सहयोग गर्नुहुने सम्पूर्ण नेतागण, कार्यकर्ता साथीहरू र शुभचिन्तकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। हाम्रो सम्बन्धमा पार्टीको पदमा नभए पनि मनमा सधैँ रहिरहनेछ। जय मधेस, जय नेपाल। धन्यवाद।